अब म नमाज पढ्न जाँदैछु हैन। अब यहाँ बङ्गलादेशको म अहिले छतमा छु होस्टलको HSTU हाजी मोहम्मद दानिशपुर साइन्स एन्ड टेक्नोलोजी दिनाजपुरमा रहेकोमा अहिले PhD गर्दैछु। अनि आज होस्टल शुक्रबार नुहाएर एकछिन छतमा छु। अब छतबाट कति नजिक छ यहाँ चाहिँ तलै होस्टलको तल्लो फ्लोरमै मस्जिद छ अनि साइडमा पनि मस्जिद छ। अब म तपाईहरुलाई म कसरी मस्जिद जान्छु कसरी कति सजिलो छ म त्यो देखाउँछु है त। अब टन 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 This is the masjid. यहाँ चाहिँ अब म आफ्नो मस्जिदबाट तल ग्राउन्ड फ्लोरमा भएको मस्जिदको हलबाट म आफ्नो रुममा जाँदैछु। अब यो हेर्नुहोस् है यो अब यहाँ पहिलो सेकेन्ड फ्लोरबाट यो थर्ड फ्लोरमा यस्तो छ यहाँ होस्टलको। अनि थर्ड फ्लोरबाट अब फोर्थ फ्लोरतिर जाँदैछु म। यो फोर्थ फ्लोरको होस्टल भयो। यहाँ चाहिँ फोर्थ फ्लोरको होस्टलमा यतापट्टि छन्। अब म यसबाट आफ्नो फिफ्थ फ्लोरतिर जाँदैछु। इन्टरनेसनल हल भन्छन् हैन। अब यतातिर Assalamualaikum. Walaikum salam. You all are in videos. Yeah, oh, thank you very much. Okay. Here. Nigerians. Here, Ronaldo fan. Okay. Now. अब होस्टलको नजिकैतिर आइयो हो। हेर्नुहोस् अब यहाँ रुमतिर पुग्यो। डाक्टर साहब चाहिँ आइसक्नु भयो चाँडै नमाज पढेर। ल यो डेस्टिनेसन ल।